जन्म मोहे दीजियो वृंदावन को नूतन जल गोप का दूट दुपन चौराया तस्मै कृष्णाय नमः संसार महिरूहस्य विदाय गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरा गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरवे नमः। सच्चिदानंद भगवान को, राधा सर्वेश्वर भगवान को, श्री कृष्णचंद्र भगवान को, महेश्वरी माता को, उमादेवी माता को, नारायणेश्वर भगवान को, वज्रयोगी माता को, सुन देवी माता को, सुन देवी माता को, राधा सर्वेश्वर भगवान को, जय जय श्री राधे श्याम। परम मंगलमय परात्पर के अकारण कारण करुणा वरुणालय भक्तवांछा कल्पतरु तड़ित विनंदित सुभग शुभालंकृत भगवान श्री बालकृष्ण प्रभु को प्रत्यक्ष वाङ्मय श्रीमद् भागवत महापुराण को 14 दिवसीय सत्र भगवती माता जगदम्बिका गोमादेवी आमा को चरण कमल में सत सत वंदन। भगवती माता वज्रयोगिनी माता चुन देवी माता सुन देवी माता संपूर्ण को चरण कमल में सत सत वंदन। भगवान नारायणेश्वर भगवान को चरण कमल में सत सत वंदन। यज्ञ पुरुष भगवान को चरण में सत सत वंदन। आदरणीय पूजनीय संकल्पकर्ता जसका प्रभावले प्रतापले संकल्पले इच्छाले यो पंचवर्षीय तीर्थ प्रचार महाअभियान को 47वां श्रीमद् भागवतीय महापुराण एवं पंचायतन देवी देवता पूजन ज्ञान महायज्ञ आयोजन भएको छ। परम श्रद्धेय गुरुदेव को चरण कमलमा सत सत वन्दन। जय जय श्री राधे। त्यसै गरेर पंचवर्षीय तीर्थ प्रचार महाअभियानलाई यहाँसम्म ल्याउनका लागि यो दिव्य अनुष्ठानलाई लगभग 43-44औं सत्रसम्म ल्याएर आउनु भएका र श्रीमद् भागवतीय रसावगाहन जो छ अवगाहनको यो निरन्तर सरोवरलाई यहाँसम्म बगाइरहनु भएका श्रद्धेय पूजनीय जो भागवतका लागि एउटा प्रखर वक्ताको रूपमा पनि भइबक्सिन्छ हाम्रो श्रद्धेय सुनिता देवीज्यू को हृदयस्थ भगवान नारायणलाई श्री राधे राधे। यसै गरेर वैदिक दिव्यानुष्ठान वैदिक पूजन यहाँ मूल मात्रमको पाठ गरेर वैदिक यज्ञानुष्ठानको आचार्यत्व सहर्ष स्वीकार गरेर अनि यहाँसम्म कहाँका आफ्ना दिव्य अनुष्ठानहरूलाई छोडेर अनि यो दिव्य अनुष्ठानलाई साथ दिन आउनुभएका हाम्रा आचार्यवर दीपक पण्डितज्यूलाई पनि राधे राधे। त्यसै गरेर यो अनुष्ठान यो भागवती दिव्य अनुष्ठान मात्र बन्दथ्यो तर यसलाई भक्ति रसमय बनाउनका लागि अति टाढाबाट अस्ति पनि हजुरहरूले सुन्नुभयो 10वटा 11वटा गाडी चढेर दौडी आउनुभएका श्रद्धेय भानु अनि त्यसै गरेर भानु भनेका सूर्य त्यसै गरेर हाम्रा रोहितजीलाई पनि जय जय श्री राधे। यसै गरेर आफ्नो स्वास्थ्यलाई छोडेर
आफ्नो घरमा सुत्नेवाला मस्तीलाई छोडेर अनि सारा कुरालाई छोडेर यहाँसम्म पाल्नु हुने हाम्रो श्रद्धेय यो डन्डाले बजाउनु हुने दाजुलाई पनि राधे राधे। दुर्गा डाङ्गोल दाजुलाई अनि जसले आफू पनि यहाँ आफ्नो कार्य गरिरहनु भएको छ, हेर्दा अपरेटर होइन ब्राह्मण जस्तो, अनि घर यहाँ हेर्दा ब्राह्मण जस्तो, उता अलि अगाडि गयो भने हेऱ्यो भने फेरि भान्से बाजे जस्तो, अनि एकछिनपछि यो ज्याक जुगसँग मात्र हिँड्न थाल्यो भने आपरेटर जस्तो हाम्रा अजित भाइलाई पनि अनेक रूपाय विष्णुदेव प्रभु विष्णुदेव भने जस्ता हाम्रा अजित भाइलाई पनि राधे राधे। यसै गरेर यहाँ पाल्नु भएको छ, बिहान पूजामा आउनु भएको छ, त्यसपछि चाहिँ आफूले फेरि महत्त्वपूर्ण समय कथामा दिनुभएको छ, बेलुकातिर दिउँसो सारा भजनहरूमा पनि ठुमुक नाचिदिनु भएको छ। यस्ता सम्पूर्ण हाम्रा आमाहरू, हाम्रा बाहरू, हाम्रा दाईहरू, हाम्रा दिदीबहिनीहरू अनि हाम्रा भाइ बहिनीहरू सबैको हृदयस्थ श्री राधा सर्वेश्वरको चरण कमलमा जय जय।